सो नेपालमा चाहिँ न्यू इयर पनि लाग्यो। सो त्यही भएर हामी चाहिँ हिजो न्यू इयरको बेलामा घुम्नु गएको थियो है। अनि यहाँ चाहिँ अलि जाम थियो किनभने अब नयाँ साल सबै भिडाभिड हुन्छ। अनि हामी चाहिँ यहाँ केबल कार चढ्ने भनेर आएको थियो। त्यसपछि म चाहिँ उत्रेर यहाँ तितोराको भिडियो लिन थालेँ। ऊ चाहिँ बाइक पार्क गर्नु गएको थियो। अनि बाइक पार्किङ गरिसकेर चाहिँ हामी टिकट काट्ने भनेर अगाडि गएको थियो कि यहाँ लाइन देखेर छक्कै पऱ्यो भनेको। टिकट काउन्टर छ एकातिर, लाइन छ एकातिर क्या। अब त्यस्तो भिड थियो, त्यति धेरै लाइन थियो। अनि यो लाइन कहिले लागिसकेर कहिले टिकट काटेर चढ्ने भन्दै हामी चाहिँ अब यताउता डुल्नु थालेँ होइन। अलिक कम हुन्छ होला नि त भिडहरू भन्दै। अनि यहाँ पानी खेलेको हेरेँ। अनि मैले पनि एकछिन पानीहरू खेलेँ, गर्मी थियो। मेरो चाहिँ यहाँ जुत्ता भिजेर केही छैन। अनि यत्रो बेर बस्यो है, तर पनि लाइन अलिक कम हुने नामै थिएन। त्यही भएर हामी चाहिँ होस् अब अरू दिन आउँ है, अब यो अब आज त्यो मिलेन भनेर त्यसपछि हामी बाटो लाग्न थालेँ। अनि हामी गयो अर्को जग्गातिर। अनि यहाँ चाहिँ मञ्जुश्री पार्क भन्ने जग्गा रहेछ। सो अनि म चाहिँ फर्स्ट टाइमै आएको हो। अनि यहाँ बाहिरबाट हेर्दा त्यस्तो खासै त थिएन, तर अलिक भित्र गएपछि चाहिँ अलिक रमाइलो ठाउँ र सिनेरीहरू अनि फुलहरू रहेछ होइन। पार्कतिर त्यही त हो नि। र यहाँ पनि एकदमै बढी भिड थियो। हेर्नु न, सबै आफ्नो आफ्नो ग्रुप थियो। घरबाट खाना बनाएर ड्राई पिकनिकमा आएको, कोही अब डुल्न आएको। नयाँ सालमा सबैजना छुट्टी मनाएर आएको थियो। यहाँ चाहिँ अनि भगवान्को मूर्ति रहेछ यत्रो ठुलो। पार्क चाहिँ रमाइलो रहेछ, राम्रो थियो। वरिपरि डाँडा र बिचमा पार्क है। अनि यहाँ चाहिँ गाजर खाइरहेको छ ऱ्याबिटले के, कति क्युट हेर्नु न। अनि मैले चाहिँ भिडियो लिएँ। अनि यहाँ ग्रुप डान्स भइरहेको थियो। अनि मैले अलिअलि हेरेँ, रमाइलो गरेँ, म पनि नाचेँ जस्तै गरेँ। त्यसपछि हामी पार्क घुमिसकेर रेस्टुरेन्ट गयो। भोक पनि लागिरहेको थियो। अनि मेरो बच्चा चाहिँ एकदमै रमाइरहेको छ, हेर्नु न हो। अनि त्यसपछि हामी खानासाना मगायो। अनि हामी चाहिँ यहाँ खाजाहरूमा चाहिँ मोमो अब त्यो बर्गरहरू मगाएर खाएँ। अनि यहाँ चाहिँ लाइभ गाना गीत गाउँदो रहेछ। लो गाना सुन्दै मजाले खाएँ। हाम्रो न्यु इयर चाहिँ यसरी नै बित्यो है त साथीहरू।